तिमीले पनि मैले जस्तै सङ्घर्ष गरेर यहाँसम्म आयो है। साँच्चै सुन न, मैले जत्तिकै गरेँ त सङ्घर्ष तिमीले पनि कि मैले भन्दा धेरै गर्यौ? मैले जस्तै परिवार छाडेर पढ्नका निमित्त बिराम सहर छिर्यो होला है कि छैन हो? तिमीले पनि ती 2 वर्ष 11-12 त्यो 4 घन्टेलाई आफ्नो संसार बनायो होला है मैले जस्तै। म त त्यो 1 गिलास चामल झिकेर फेरि बेलुका पनि त खानु छ भन्दै आधा जति खसाल्थे। म त त्यो 1 गिलास चामल झिकेर फेरि बेलुका पनि त खानु छ भन्दै आधा जति त्यही खसाल्थे। तिमीले त पेटभरि खायो होला नि है साथी। तल्ला घरे बाबुमा आए आमाले फोन गरी सोध्नुहुन्थ्यो, खाना खाइस् बाबु? खाए आमा। हजुरहरूले खानुभयो? खाइयो भनौँ। अनि फेरि भन, तेरो पढाइ कस्तो चल्दैछ? आमा टार्न खोजिन् पेट भोको भएको कुरा। सायद छोरालाई डाक्टर बनाउने सपना पूरा गर्न अन्न पनि बाँकी छाडेनन् होला बाले बेच्नलाई। छोरा, म तँलाई पढाउँदै गरिब भएँ। छोरा, म तँलाई पढाउँदै गरिब भएँ। यो कुरा भन्दैनन् बा, किनकि यो यथार्थ हो। मेरा बा यथार्थ बोल्न जान्दैनन्। खाली सपना मात्र देख्छन्। मेरा बा यथार्थ बोल्न जान्दैनन्, खाली सपना मात्र देख्छन्। तिम्रा बा पनि यस्तै होला नि साथी। होइन कता हराइस्? सँग हुन्छु। होइन कता हराइस्? सँग हुन्छु। टन्न खाएस् ल? खाएको छु आमा, निर्धक्क हुनु अहिलेलाई राखी। ऊ त झुटो बोल्दो रहेछ, नभन्नु ल साथी। नभन्नु ल साथी। मेरा सस्ता रहरहरू यो महँगो सहरमा टिक्न सक्दैन। मौता बिक्री नभएर ओइलाएका सागहरू सम्झिन्थे। यो महँगो सहरमा बाले अड्कलेर उठाउनु भएको खर्चले धान्दैन थियो। तसर्थ साथीहरू क्यान्टिन छिर्दा म लाइब्रेरी छिर्थेँ। मलाई त्यो प्रोजेक्ट वर्कदेखि साह्रै डर लाग्थ्यो। तिमीलाई त लाग्थेन होला नि साथी? किनकि त्यसको जानकारी समेट्न कम्प्युटर, ल्यापटप जस्ता उपकरणहरू चाहिँदो रहेछ, जुन मेरो बसमा थिएन। डेडलाइनमै भए पनि बुझाउँथे कपी गरेर साथीहरूको। तिमीले त समयमै बुझायो होला नि साथी ती प्रोजेक्टहरू। टुर अनि हाइकिङको नाम सुन्दा म टाउको झुकाउँथे, निर्लज्ज हुन्थे। तिमीले त शिर ठाडो गरी घुम्यौ होला नि है साथी ती घुम्ने ठाउँहरू। साँच्चै सुन न, के मैले जत्तिकै गर्यो त सङ्घर्ष तिमीले पनि कि मैले भन्दा धेरै गर्यौ? सायद मैले भन्दा धेरै गर्यो होला कि मेरा बाले भन्दा पनि धेरै गर्यौ त? मेरा बाले भन्दा पनि धेरै गर्यौ त? धन्यवाद।